फेरि यस्तो बुझ्दै आउँदाखेरि फेरि एउटा टाइमले एजले पनि त मान्छेलाई अलिकति फरक पार्छ नि होइन त्यो पनि धेरै फरक पार्छ किनकि पहिला सानो हुनुहुन्थ्यो केही चिजहरू थाहा थिएन अहिले गर्दै जाँदा भन्दै जाँदाखेरि त्यो चिजहरू पनि अलिक टाढा आफूलाई अब पहिलाको साथीहरू दुःखमा भेटेर होला निस्वार्थ साथी भेटेँ मैले एउटा मनमा यति पनि केही कुराको लागि स्वार्थ नभएको साथी भेटेँ अनि अहिलेको साथीहरू भनेको केटा साथीहरू भनेको त ओहो जसले पनि यसो मान्छे केटा होस् या केटी होस् होइन म यो भन्दिनँ कि केटा मान्छेले मात्रै पैसावाला केटी हेर्छ भने केटीले पनि हेर्छ पैसावालै साथीभाइ हेर्न खोज्छ होइन तर मेरो पहिलाको साथीमा त्यो थिएन र ममा पनि त्यो थिएन तर अहिले मसँग जोडिन आउने केटा साथीहरू हुनुहुन्छ नि अहिले त छैन जस्ट बितेका दिनहरूमा जति जोडिन आउनु भएन एउटा न एउटा स्वार्थले जोडिन आउनुभयो मसँग कोही त अब बहिनी तिमीसँग इन्टरभ्यू गरेपछि म भाइरल हुन्छ तिम्रो मान्छेले नि मलाई चिन्छ भन्ने एउटा स्वार्थ बाहिरी रूपले बहिनी भने नि भित्री रूपले उसको हेर्ने नजर अलग भेटे अनि अब त्यस्तै खानपिनमा पनि अब मैले खर्च गर्दा भने त त्यस्तो पनि हुन्छ है अब जस्तो कि केटा मैले चाहिँ अहिलेसम्म त्यो नभोगेको कुरा भएर साँच्चै कहीँ जाँदाखेरि त्यो केटा मान्छेले मेरो लागि नि खर्च गरिदियोस् भन्ने हुन्छ मलाई चाहिँ त्यस्तो लाग्दैन जस्ट अब सँगै हिँड्दाखेरि म चाहिँ के सोच्छु भने चाहे केटा साथी होस् चाहे केटी साथी होस् होइन 50-50 ए राम्रो है किनकि जस्ट अब तपाईँ र म गइरहेको छौँ भने तपाईँले मात्रै तिर्दा पनि मलाई त्यो मलाई मन पर्दैन लाग्दैन अब बिल हेर्ने कति छ ल भाग लाग्छ है सजिलो पनि भयो त्यसमा कसैको मन पनि दुखेन एकैजनालाई अब कति काठमाडौँको ठाउँमा व्यवहार अलग हुन्छ सबैको आफ्नो आफ्नो लाइफ हुन्छ अब हजुरलाई भेट्न कति खुसी लागिरहनु भयो होला त्यो पैसा गएपछि फेरि खिन्न मन मनाएर घर फर्केर त मजा आउँदैन त्यो मजा आउँदैन अनि म त पहिले भन्छु लु है जानुपर्छ पैसा चाहिँ कति छ है 50-50 गर्नुपर्छ क्लियर लु होइन अहिले छैन भने ठिक छ म हाल्छु तर पैसा दिनुपर्छ भनेर अब त्यस्तो रमाइलो कुराहरूमा चाहिँ अब गइन्छ हाम्रो माया डाङ्गी जखाउन खाजा खान जाँदा हुनुहुन्छ 50-50 है न पुरा पेमेन्ट लिनु नि हुन्न दिनु नि हुन्न सबैजनाले अनि तपाईँको जिन्दगी त अब विदेशबाट आउनुभयो कुन दिन चाहिँ यस्तो लाग्यो म अब विदेश जान्न भनेर सोच्नुभयो कसरी स्पामा छिर्नुभयो तपाईँ अब त्यही अघिको कुराहरू जस्तो अब फेरि दोस्रोचोटि विदेश जान्छु भनेर म काठमाडौँ छिरेको थिएँ अनि जुन दिदीको कुरा गरेको थिएँ अनि उहाँले चाहिँ स्पामा काम गर भन्नुभयो अनि मलाई यो स्पा सम्बन्धी थाहा छैन दिदी म कहिले काम सिकेर कहिले म पैसा कमाउनु होइन बरु त्यही भयो भने दुःख त्यही प्यारो थियो